नमस्कार साथीहरु, शेयर मार्केटसँग रिलेटेड अपडेट दिने क्रममा चाहिँ आजको भिडियोमा चाहिँ हामीले दुईटा कम्पनीको बारेमा कुरा गर्ने छौं। एउटा कम्पनीको चाहिँ हामीले करिब 2800 पर्ने शेयरलाई चाहिँ हामीले 100 रुपैयाँमा नै भर्न पाउने भयो सबैले है। तपाईले चाहिँ यो वैदेशिक रोजगारमा रहेका आयोजना प्रभावित स्थानीय म्युचुअल फन्ड यताउता भन्ने केही पनि होइन है। सबैले हामीले एउटै चरणमा भर्न पाउँछौं हैन। तर करिब 2800 पर्ने शेयरलाई चाहिँ हामीले लगभग हामीले 100 रुपैयाँ अंकित मूल्यका दरले चाहिँ हामीले यो कम्पनीको आईपीओ भर्न पाउने भयो है। राम्रो लघुवित्तको आईपीओ आएको छ है। त्यसको त्यो हामी भर्न पाउने छौं हैन। त्यसैगरी अर्को कम्पनी छ एउटा चाहिँ आईपीओ निष्कासनको लागि चाहिँ भर्खरै अनुमति पाएको भनेको सान्वी इनर्जी हाइड्रो पावर सेक्टरको कम्पनी हो हैन। यो कम्पनीले चाहिँ आयोजना प्रभावितको लागि कति हैन वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कति निष्कासन गर्दैछ र कति जनाले त्यो प्राप्त गर्नेछन् हैन। त्यसैगरी हामी जनरल पब्लिकको लागि चाहिँ यसले कति निष्कासन गर्दैछ र हामीले चाहिँ कति किता चाहिँ अप्लाई गर्न पाउने छौं, कति जना भाग्यमानी लगानीकर्ताले यो कम्पनीको आईपीओ प्राप्त गर्दैछन् सान्वी इनर्जीको, यी यावत विषयमा आजको भिडियोमा छलफल गर्ने छौं। भिडियोलाई चाहिँ स्किप नगरेर अन्तिमसम्म हेर्दिनु होला। अब हामी पहिलो कुरा गरौँ, करिब 2800 पर्ने शेयरलाई चाहिँ हामीले 100 रुपैयाँमा भर्न मिल्ने कम्पनीको आईपीओ खुलेको छ। त्यो कम्पनी कुन हो त्यसको बारेमा कुरा गरौँ है। लघुवित्त कम्पनी हो यो चाहिँ विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, राम्रो लघुवित्त कम्पनी हो यो हैन। माइक्रो फाइनान्स सेक्टर अन्तर्गत कम्पनी हो। अब यो विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ चैत 21 गतेदेखि हैन चैत 26 गतेसम्म चाहिँ सम्पूर्ण लगानीकर्ताहरूको लागि चाहिँ एफपीओ खुलाउँदैछ, फर्दर पब्लिक अफरिङ। यो दोस्रो चरणको आईपीओ भनेर बुझौँ हामी। आईपीओ जस्तै हामी सबैले एउटै चरणमा भर्नु पनि पर्छ र सबैले एकै चरणमा भर्न पनि मिल्छ है यो कम्पनीको। अब यो विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 बमोजिम चाहिँ सर्वसाधारण तर्फको चाहिँ पुँजी संरचनालाई 30% कायम गर्नको लागि यो कम्पनीले चाहिँ 51,21,250 रुपैयाँ मूल्य बराबरको यो कम्पनीले चाहिँ प्रति किता 100 रुपैयाँ अंकित मूल्यमा नै हामीले भर्न पाउने हो हैन। प्रति किता 100 रुपैयाँ अंकित मूल्यका दरले यो कम्पनीले निष्कासन गर्ने भनेको चाहिँ 51,292.50 किता यो कम्पनीले चाहिँ एफपीओ निष्कासन गर्दैछ, अर्थात् दोस्रो चरणको चाहिँ आईपीओ निष्कासन गर्दैछ। हामीले चाहिँ यो कम्पनीको आईपीओ भर्न पाउने छौं हैन। यसले निष्कासन गर्ने भनेको 51,292.50 किता यसले निष्कासन गरिरहेको हो है। अब यसले चाहिँ एकदमै कम मात्रै यसले चाहिँ एफपीओ निष्कासन गर्दैछ। जम्मा यसले निष्कासन गर्ने भनेको 51,292 किता मात्रै यसले निष्कासन गर्दैछ भने यो 51,292.50 कितालाई चाहिँ हामीले डिभाइड गर्ने हो भने कतिजना लगानीकर्ताले प्राप्त गर्लान् यो कम्पनीको एफपीओ भने जम्मा 5,129 जनाले चाहिँ यो कम्पनीको एफपीओ चाहिँ प्राप्त गर्दैछन्। जम्मा 5,000 ले मात्रै प्राप्त गर्ने हो। अप्लाई गर्ने भनेको 18-20 लगभग लाख जनाले चाहिँ हामीले अप्लाई गर्छौं भनेपछि प्राप्त गर्ने जम्मा 5,000 मात्रै हो भने 18-19 लाखकै हात चाहिँ खाली नै हुनेछ है। पढ्ने चान्स भने एकदमै कम छ, न्यून छ। तैपनि सबैले भर्नु होला, नछुटाउनु होला। यो यस्तो राम्रो कम्पनीको भनेको के भन्छ आईपीओ जस्तो लिस्टेड भएर हैन त्यसरी कारोबार दोस्रो सर्किट भएर जाने होइन। अब यो कम्पनीको ठ्याक्क लिस्टेड हुने बित्तिकै जुन मार्केट प्राइसमा चलिरहेको ती मार्केट प्राइस हामीले बेच्न पाउने हो। जस्तो अहिलेको मार्केट प्राइस यसको 2800 छ भने चाहिँ हाम्रो 1000 रुपैयाँको लगानीले कति भयो त 28,000 रुपैयाँ हामीले प्रोफिट कमाउन सक्यौं है एउटै फर्स्टै दिनमा हैन। पछि यसको घट्ला ठीक छ के छ 2000 सम्म आउला। 2000 सम्म आयो भने पनि हाम्रो 1000 को लगानीले 2000 रुपैयाँ मजाले प्रोफिट कमाउन सक्छौं। यसको मार्केट प्राइस 2800 यसको अहिलेको मार्केट प्राइस छ हैन। अब त्यसै गरी आज मात्र यसको भोल्युम हेर्ने हो भने 3.54% चाहिँ यसको भोल्युममा चाहिँ गिरावट आएको छ। अब यसको पेड अफ क्यापिटल एकदम थोरै छ है। जम्मा 7,92,11,300 चाहिँ यसको पेड अफ क्यापिटल छ हैन। अब एक वर्षको यसको हाई र लोको कुरा हेर्ने हो भने एक वर्ष अर्थात् 52 हप्ताको यसको हाई भने 41,79 अर्थात् 4200 यसको पुगेको थियो हाई कारोबार भनेपछि अहिले चाहिँ 2800 छ हैन। अब लोमा भनेको 1060 यसको चाहिँ लोमा कारोबार भएको थियो। एकदमै कम कारोबार भने एक वर्षको यति नै हो यसको झरेको 1060 हैन। अब यसको सेकेन्ड क्वार्टर रिपोर्ट अनुसार ईपीएस चाहिँ त्यति राम्रो आएन है। रिपोर्ट चाहिँ 31 रुपैयाँ 47 पैसा ऋणात्मक छ, माइनसमा निस्काएको छ यसले हैन। पी 504.84 यसको पी रेशियो रह्यो। प्राइस टु बुक भ्यालु रेशियो हेर्नु भने 31.82 गुणा चाहिँ छ है। बजार मूल्य यत्रो महँगो छ, 31.82 गुणा चाहिँ महँगो छ। अब रिटर्न अन इक्विटी चाहिँ 5.57% रिटर्न अन इक्विटी र बुक भ्यालु चाहिँ 91 रुपैयाँ 23 पैसा चाहिँ यसको अहिलेको चाहिँ बुक भ्यालु छ है। अब स्टक सेन्टिमेन्ट हेर्नु भने कम्पनी हप्तावाइज बुलिश सेन्टिमेन्टमा छ। हिजो मात्र यसको घटेको हो जम्मा हैन। सेन्टिमेन्ट चाहिँ यो बुलिश सेन्टिमेन्ट छ, बढ्दै क्रममा देखिन्छ है। अब यसको फाइनान्शियल रिपोर्टहरु यसरी कम्पेयर गरेर हेरौँ है। गत वर्षको सेकेन्ड क्वार्टर र अहिलेको सेकेन्ड क्वार्टर कम्पेयर गरेर हेर्दाखेरि पेड अफ क्यापिटलमा कुनै परिवर्तन छैन हैन। अब रिजर्भ एन्ड सरप्लस चाहिँ पहिलेको भन्दा यो माइनसमा छ हैन। रिजर्भ यसको घटेको छ
अब त्यसै गरेर यसको ऋण पनि घटाएको छ यसले, राम्रै कुरा हो। इन्भेस्टमेन्ट कुनै परिवर्तन छैन। ब्याज आम्दानी यसको हेर्ने भने 6% घटेको छ। नेट इन्ट्रेस्ट इन्कम होइन, यसको कुल ब्याजबाट आम्दानी 127% बढेको छ। अपरेटिङ इन्कम अर्थात् यो सञ्चालन आम्दानी चाहिँ 42% यसले चाहिँ बढाएको छ होइन। त्यसै गरेर यसको नेट प्रोफिट, अपरेटिङ प्रोफिट यसको माइनसमा छ, घटेको छ। नेट प्रोफिट पनि यसको घटेकै छ है। अन्य प्रोफिट भए पनि यसको नेट प्रोफिट जो चाहिँ खुद नाफा हो यो चाहिँ घटेको छ, माइनसमा छ होइन। अब त्यसै गरी इपिएस पनि यसको माइनसमै छ। पहिला 14 थियो, अहिले चाहिँ 31, अझै इपिएस यसको माइनसतर्फ बढिरहेको छ होइन। अब बुक भ्यालु पनि 11%ले घटेको छ। रिटर्न इक्विटी चाहिँ माइनसमै छ, रिटर्न इक्विटी पनि। अब एनपिएल हेर्ने भने 138%ले बढेको छ। जम्मा पहिला चाहिँ 2.61 मात्रै थियो भने अहिले चाहिँ धेरै बढेर जम्मा 6.23 यसको एनपिएलै कायम भएको छ होइन। अब इपिएस पनि एकदमै बढ्यो। इपिएस गर्दाखेरि सबै कुराहरू, धेरै कुराहरू भयो। यसका महत्त्वपूर्ण इन्डिकेटरहरू एकदम घटेका छन् होइन। फन्डामेन्टल यो कम्पनी विक छ, तर पनि मार्केट प्राइस एकदमै धेरै छ यसको है, किनकि लो क्यापको स्टक हो होइन। त्यही भएर पनि यसको मार्केट प्राइस धेरै भएको। यो कम्पनीले चाहिँ अब एफपिओ निष्कासन गर्ने भइसक्यो होइन। हामीले भर्न पाउने भनेको यो कम्पनीको चैत 21 गतेदेखि चैत 26 गतेसम्म यो कम्पनीको एफपिओमा हामीले चाहिँ मजाले आवेदन दिन सक्छौँ। यो परिहाल्यो भने पनि हामीलाई 1000 को लगानी तपाईँको 28,000 फाइदा हुने देखिन्छ यहाँ चाहिँ होइन। कसैले नछोड्नु होला, सबले चाहिँ भर्नु होला। अब त्यसै गरेर आइपिओ निष्कासनको लागि भर्खरै मात्र अनुमति प्राप्त गरेको कम्पनी छ सान्वी इनर्जी कम्पनी लिमिटेड है। यो कम्पनीले फर लोकल एन्ड जेनरल पब्लिकको लागि कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्दैछ होइन। अब यो हाइड्रो पावर सेक्टर अन्तर्गत कम्पनी हो होइन। अब यो सान्वी इनर्जी लिमिटेडले चाहिँ हाइड्रो पावर सेक्टर कम्पनी हो। यो कम्पनीको चुक्ता पुँजी भनेको यसको टोटल चुक्ता पुँजी यसलाई हामीले मान्ने भने 88 करोड चाहिँ यसको चुक्ता पुँजी रहेको छ है। अब 88 करोडको यसले निष्कासन गर्ने भनेको 43.07%ले हुन आउने। अब करिब यसको 37 करोड 90 लाख मूल्य बराबरको चाहिँ यसको 100 रुपियाँ अङ्कित मूल्यका दरले, प्रति किता चाहिँ 100 रुपियाँ अङ्कित मूल्यका दरले यो कम्पनीले निष्कासन गर्ने भनेको चाहिँ 37,90,000 किता यो कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्नुको लागि 2081 12 महिना 11 गते भनेको भर्खरै यो कम्पनीले चाहिँ धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ होइन। अब सोहीअनुसार यो कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्ने हो होइन। अब यसको इस्यु म्यानेजर अर्थात् यसको चाहिँ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ भने यो कम्पनीको आइपिओ निष्कासनदेखि लिएर यावत कामहरू चाहिँ सम्पूर्ण कार्य यो कम्पनीले चाहिँ यो कम्पनीको चाहिँ नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ लिमिटेडले नै गर्ने हो है। अब यो कम्पनीले चाहिँ पहिलो चरणमा भनेर चाहिँ यो कम्पनीले दुईटा चरणमा आइपिओ निष्कासन गर्नुपर्ने हुन्छ, पहिलो र दोस्रो चरण हुन्छ होइन। पहिलो चरणमा यसले निष्कासन गर्ने भनेको चाहिँ जो नेपाल सरकारबाट श्रम स्वीकृत प्राप्त गरी जो वैदेशिक रोजगार रहेका नेपालीहरू छन् तिनीहरूको लागि निष्कासन गर्छ होइन। अब त्यसै गरी यसले चाहिँ आयोजना प्रभावित स्थानीयहरूको लागि चाहिँ निष्कासन गर्छ। त्यसै गरेर कम्पनीको कर्मचारी र म्युचुअल फन्डलाई भनेर यी 4वटाहरूलाई चाहिँ यसले पहिलो चरणमा आइपिओ निष्कासन गर्नुपर्ने हुन्छ है। अब यसले चाहिँ पहिलो चरणको आइपिओ कहिले निष्कासन गर्ने भनेर अहिले चाहिँ डेट फिक्स गरेको छैन होइन। भर्खरै यसले स्वीकृत प्राप्त गरेको, यसले आफ्नो आन्तरिक चरणमा काममा लागेको छ यो कम्पनी होइन। अब यसले पहिलो चरणमा यदि निष्कासन गर्यो भने यसले चाहिँ वैदेशिक रोजगार रहेका नेपालीहरूको लागि भने 10% निष्कासन गर्नुपर्ने हुन्छ होइन। टोटल निष्कासन यसले चाहिँ गर्ने भनेको चाहिँ 37,90,000 किता यसले निष्कासन गर्दैछ भने यसको चाहिँ 10%ले हुन आउने भनेको 3,79,000 किता चाहिँ यसले वैदेशिक रोजगार रहेका नेपालीहरूको लागि चाहिँ यसले छुट्याउनु पर्ने हुन्छ होइन। अब जस अनुसार त्यसमा वैदेशिक रोजगार रहेका नेपालीहरूले प्राप्त गर्ने भनेको 37,900 जनाले चाहिँ भाग्यमानी वैदेशिक रोजगार रहेका नेपालीहरूले यो कम्पनीको आइपिओ प्राप्त गरे। 37,900 जनाले चाहिँ मजाले प्राप्त गर्दैछ भने सबले भर्नु होला है, सबलाई पर्ने छ होइन। अब त्यसै गरेर यसले चाहिँ आयोजना प्रभावित स्थानीयहरूको लागि पनि छुट्याउनु पर्ने हुन्छ होइन। अब यसले चाहिँ आयोजना प्रभावित स्थानीयको लागि 3,41,100 किता यसले चाहिँ आयोजना प्रभावित स्थानीयहरूको लागि पनि छुट्याउँदैछ। अब जसमा चाहिँ आयोजना प्रभावित स्थानीयहरूले चाहिँ 34,110 जनाले यो कम्पनीको आइपिओ प्राप्त गर्दैछन् 10 किताको दरले है। अब त्यसै गरेर यसले चाहिँ कम्पनीका कर्मचारीले पनि छुट्याउनु पर्ने हुन्छ। कम्पनीका कर्मचारीले 1,13,700 किता यसले चाहिँ कम्पनीका कर्मचारीले छुट्याउँदैछ। अब जसमा चाहिँ 11,370 जनाले चाहिँ कम्पनीका कर्मचारीले यो कम्पनीको आइपिओ प्राप्त गर्नेछन् है। अब त्यसै गरेर यसले चाहिँ म्युचुअल फन्डलाई पनि छुट्याउनु पर्ने हुन्छ। म्युचुअल फन्डलाई यसले चाहिँ 1,79,500 किता चाहिँ म्युचुअल फन्डलाई छुट्याउँछ। अब त्यसपछि बाँकी रहेको जम्मै सेयरहरू चाहिँ अब यसले चाहिँ पहिलो चरणमा आइपिओ निष्कासन गरेपछि यो पहिलो चरणको चाहिँ 15 दिन यो आइपिओकै टाइम हुन्छ होइन। त्यसपछि चाहिँ बाँडफाँड यताउता गर्दाखेरि लगभग हामीले चाहिँ यो वैशाख यो चैतको महिना यो चाहिँ पहिलो चरणको आइपिओमा सकिन्छ भने हामी दोस्रो चरणमा भनेको हामी नर्मल जो जनरल पब्लिक छौँ, हामी सर्वसाधारण लगानीकर्ता छौँ, हाम्रो लागि चाहिँ 2082 साल वैशाखदेखि यो कम्पनीको आइपिओमा हामीले
आवेदन दिन पाउनेछौँ है। यो पुर इनर्जी र त्यसपछि सान्वी इनर्जीको चाहिँ अब दोस्रो चरणमा वैशाखदेखि हामीले चाहिँ अप्लाई गर्न पाउने आइपिओ भनेको चाहिँ अब टोटल यसले बाँकी रहेको जम्मै सेयर भनेको 27,66,700 चाहिँ हामी चाहिँ जेनरल पब्लिक अर्थात् सर्वसाधारणको लागि कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्नेछ र जसमा चाहिँ हामीले 10 किताका दरले सबैलाई बाँड्ने हो भने 2,76,670 जना भाग्यमानी लगानीकर्ताले यो कम्पनीको आइपिओ प्राप्त गर्नेछौँ है। यति नै थियो आजको अपडेट। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियो मन परेको छ भने एक लाइक अवश्य गरिदिनु होला। तपाईँले च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई चाहिँ सब्स्क्राइब राख्नु होला ताकि आगामी दिनमा आउने यस्तै किसिमको महत्त्वपूर्ण इन्फर्मेसनहरू मिस नहोस् भन्ने निमित्त भिडियो अन्तिमसम्म हेरिदिनु भएको तपाईँहरूलाई धेरै धेरै धन्यवाद।